सिर्जनाको बुवाले सिर्जनालाई खाना खुवाउँदै गर्दाखेरि सिर्जना बेसरी रोएकी थिइन् अनि बुवाले त यस्तो बेलामा रुनु हुँदैन, आफूले आफूलाई कमजोर गर्नु हुँदैन, तेरो बच्चालाई असर पर्छ भनेर सम्झाउँदै थिए। तर हेर्नुस् त सिर्जना बिचरा कति पीडामा छिन्। कसरी नरुँ बुवा, रुन्न भनेर मन सम्हाल्न खोज्छु तर मनमाथि ठुलो ढुङ्गा राखे जस्तो हुन्छ, एकदमै भारी हुन्छ अनि मेरो भक्कानो फुट्छ। आज यो दिन आउला भनेर मैले सोचेको थिइनँ। मैले त सोचेको थिएँ कि भोलि मेरो बच्चा जन्मिसकेपछि मेरो बाबा खोइ भनेर सोद्धाखेरि तिम्रो बाबा मेरो साथमा नभए पनि उहाँ नै हो तिम्रो बाबा भनेर फोटो देखाएर चिनाउला भन्ने सोचेको थिएँ। तर अब जुन मान्छेले मेरो सन्तानलाई मार्न खोज्यो त्यही मान्छेलाई नै यो तिम्रो बाबा हो, तिमीलाई यसले पहिले मार्न खोजेको थियो भनेर कसरी चिनाऊ भनेर उनी रुन थाल्छिन्। तर बुवाले भने भोलिका कुरा सोचेर आजै यसरी चिन्ता गर्ने होइन, त्यही पनि त्यो अपराधी जेलमा छ, अब हामीले यो कुरा कसैसँग पनि लुकाउनु हुँदैन होला भन्दै गर्दा सिर्जनाले सबैको दबाबमा आएर मात्रै मैले बसन्तले नै गरेको हो भनेको छु, तर मेरो आत्माले बसन्तले यो सबै गरेको हो भन्ने लागेकै छैन बुवा। के थाहा बसन्तलाई फसाउनको लागि कसैले यस्तो पो गरेको हो कि अनि अहिले मेरो बच्चा सुरक्षित छ भन्ने थाहा पाउने बित्तिकै फेरि आक्रमण पनि त गर्न सक्छ नि, त्यही भएर यो कुरा अहिले कसैलाई पनि भन्ने होइन भनेर सिर्जनाले बुवालाई सम्झाउन थाल्छिन्। हुन पनि त अब त्यो इन्द्रे बौलाएको के भर छ र, यदि सिर्जनाको बच्चा सकुशल रहेछ भन्ने कुरा थाहा पायो भने त फेरि पनि त्यसले यो सबै गर्न सक्छ। सिर्जनाले जे भनिन् एकदमै ठिक भनिन्। अब यो कुरा गोप्य नै राखेर बरु पुलिससँग यी सबै कुराहरू क्लियर गरेर पुलिसलाई पनि यी कुराहरू जानकारी गराएर अझै राम्रो तरिकाले छिटो भन्दा छिटो छानबिन हुनु पर्यो भन्ने को हुनुहुन्छ फटाफट कमेन्ट गरी सिरियल सारांशलाई फलो गरिहाल्नुस् त।